नमस्कार सबैजनालाई नमस्कार। म नारायण धिताल। यति बेला अहिले न्यू दिल्लीमा म नेपालको लागि अहिले ट्रान्जिटमा छु। यो बसाइको क्रममा चाहिँ एकजना आफ्नो माटोको भाइ, आफ्नो धरतीको जन्मिएको एउटा भाइसँग त्यहाँ नजिक बस्दाखेरि कस्तो मन कस्तो खिन्न जस्तो पनि भयो क्या। भाइ दुबईबाट फर्किनु भएको रहेछ। 3-4 ठाउँमा ट्रान्जिट हुँदै बिचरा धेरै दुःख पाउनु भएको रहेछ। अनि कुरा गर्दै जाँदाखेरि चाहिँ एकदमै उहाँमा अनौठो एक किसिमको यति राम्रो कला पनि रहेछ, खाना त्यस्तै कुकिङ गर्ने। अनि भएन भनेर बम्बई फिल्म स्टारहरूको घरमा अब भनौँ न उहाँहरूको त्यो सुटिङहरूमा खानाहरू पनि बनाउने त्यस्तै धेरै खुबी रहेछ। उहाँलाई म मेरो द कौशल पोडकास्ट सोमा चाहिँ स्वागत गर्न चाहन्छु। भाइ नमस्कार, तपाईँलाई स्वागत छ मेरो पोडकास्ट सोमा। कस्तो अचानकले आज भाइसँग यो दिल्लीमा भेट भयो अनि कस्तो नरमाइलो लाग्यो। श्रीमतीसँग कुरा गर्दाखेरि चाहिँ बारुलाले टोक्या जस्तो भइरहेछ, यहाँ शून्य छ भन्दाखेरि अनि फेरि स्याङ्जातिरको टोनहरू देख्दाखेरि ओहो बिचरा भाइ भन्ने भयो। अनि हामी सँगै पनि गयौँ अनि समोसाहरू पनि खायो होइन। भगवान लागेको छ कति दिन भनेर भन्नुभएको थियो। भाइ के भएको अलिकति सुरुको कहानी भन्नु त। के भयो भने दाइ खास नेपालबाट दुबई गइयो होइन। हजुर, म दुबईमा 14-15 वर्षदेखि काम गरेँ। बम्बईमा पहिलेदेखि म काम गरिरहेको छु। ओबराईमा पनि काम गरेको, ओबराई होटलमा बम्बई। त्यसपछि म जेडल म्याटनमा गरेँ। त्यसपछि मलाई फेरि सेफ अली खान, करिना कपुरको श्रीमान सेफ अली खान, हजुर, उहाँले लिएर जानुभयो होटलबाट खाना मन पर्यो भनेर। खाना हजुरले बनाएको डिस मन पर्यो। अनि 6 वर्ष काम गरेँ, मसँग सर्टिफिकेट छ। यो हजुरलाई म सेयर गरिदिउँ अहिले केही भएन। त्यसपछि 6 वर्ष काम शुभ नाम राम्रोसित अनि घर कहाँ अगाडि भनिदिनुहोस् पहिला। मेरो घर सर स्याङ्जा जिल्ला, गलेङ। नाम थानपति अरियाल मेरो नाम। थानपति अरियाल। अनि मेरो घर स्याङ्जा, गलेङ, गलकोट। गलेङ भन्दा एकछिन माथि गलकोट भन्छ। हजुर हजुर, गलेङै बजारै भने पनि भयो। कसरी त्यस्तो सुपरस्टारहरूसँग तपाईँको नजिक बसेर त्यसरी काम गर्ने मिल्यो त भाइ? म सर 3 कक्षा पढेर हिँडेको होइन। 3 कक्षा पढ्दा पढ्दै भागेको म नेपालबाट। तर म थिएँ लेख्न पढ्न मलाई केही पनि आउँथेन। तर आज मेरो इङ्ग्लिस पनि राम्रै छ। हेर्नुहुन्छ भन्छ त पढेर भन्छ नि त, पढ्यो के भाइलाई। हजुर, यस्तो भन्छ नि मान्छेले जो किताबमा छैन नि, किताबमा भएको अरू लेखेको र त्यो पढेको हुन्छ। तर जो मान्छेलाई पढेको व्यवहार हुन्छ नि, त्यसले माथि आत्मादेखि जो छिचल छ नि मान्छेलाई, अटोमेटिकै दिमागमा त्यो लिने हो भने त्यसरी आफ्नो उसमा हुँदो रहेछ सर। कसरी पुग्नु भयो त सैफ अली? अनि सर म सुरुबाट कहानी भनौँ भने म एकदम सानो बच्चा थिएँ होइन, 9 वर्षको। म रोडमा त्यतिखेर बम्बईको चेम्बुर भन्ने ठाउँमा थिएँ। अनि एउटा नेपाली दाइ भेट्नु भएको थियो। उहाँले मलाई पहिला झाडु पोछाको काममा लगाउनु भयो। सानो बच्चालाई काम गर्न इलिगल छ भन्नुभयो। गर्दा गर्दै त्यहाँ पहिला म झाडु पोछाको काम गरेँ। यताउता गर्दा गर्दै त्यहाँदेखि मलाई यस्तो नलेज आएको थियो कुकिङ भन्ने यस्तो चिज रहेछ। त्यो अटोमेटिक दिमागमा अब पढाइ नगरेपछि केही मान्छेले सिक्नै पर्छ, केही सिक। लाइफमा 2टा चिजको भेल्यु छ चाहिँ, एउटा कुकिङमा, एउटा ड्राइभिङमा। 90 नहुने ड्राइभिङ कुनै पनि देश जानु र कुकिङ सेफ। सेफले सिर्फ खाना बनाउन के सर। सेफ भनेको एउटा एकदम आत्मादेखि सेफ भनेको कस्तो भने एउटा लाइफमा 2टाले मात्रै सेतो कोट लाउँछ। एउटा सेफले लाउँछ, एउटा डक्टरले लाउँछ। सेफले खाना खिलाउँछ, डक्टरले मान्छे बचाउँछ। काम भनेको 2टाले एउटै हो। तर एउटा खाना खिलाउने काम गर्छ र अर्कोले बचाउने काम गर्छ। अरे भाइ कस्तो मिठो कुरा यार। गर्दा गर्दै त्यसपछि सर म त्यसपछि गएँ, त्यो काम गर्ने गर्दा म थिएँ एउटा हजुर उसको पहिलाको गर्लफ्रेन्ड थियो रोजा भन्ने इटालियन। अनि उसले मलाई एकदम मन पराउने, उसले धेरै धेरै आइज। अनि कफी पनि कुकरमा बन्छ, थाहा छ? सिटी मारेर इटालियन कफी। इटालियन कफीलाई सिटी मार्नुपर्छ। 7 सिटीमा इटालियन कफी बन्छ। तर कफी बनाउने एउटा त्यो हाम्रो खाना पकाउने जस्तो कुकर हुन्न, सानो टाइपको त्यस्तै कफी बनाउने अलग टाइपको कुकर हुन्छ, फिल्टरवाला। हजुर, त्यसरी बनाउँदा बनाउँदा मैले सिक्दै जाँदा धेरै वर्ष सङ्घर्ष गरेँ। लगभग म बम्बईमा हजुरको 1998मा आएको म।
1998 मा आउँदा 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 गर्दा गर्दा 2006 सम्म कटिङ सटिङ यताउता सिकेँ। धेरै दुःख पाएँ मैले। म 1 रुपियाँ गोजिया नहुँदा मैले कचडाको डब्बाबाट अरू फालेको पिज्जाको त्यो कभर पनि निकालेर कचडाको डब्बाबाट खाएँ। बम्बे बुर्ला स्टेसन भन्ने ठाउँमा म 4 महिना पनि सुतेँ। भुइँमा पेपर बिछाएर सुतेँ। अनि धेरै ठाउँमा काम गरेँ। मलाई कति सेफहरूले पनि हाने काम सिकाउनु भनेर। तर अहिले देखाउन नमिलेर यहाँ अहिले पनि निशान छ मलाई त सरिया घुसाएको, कबाब सरिया। म आज 36 वर्षको हुँदा नि यो अझै पनि यो घाउ निको भएको छैन कि। हजुर। त्यो पनि गर्दा गर्दा म सिकेँ। तर मैले यति सबक सिकेँ कि त्यसले एक दिन मसँगै खाना सिक्नुपर्छ। गर्दा गर्दा मैले धेरै गरेँ, धेरै कोसिस गरेँ। आखिरमा अहिले त्यही सेफले मसँग खाना सिक्छ। ओब्राईको सेफले पनि मलाई भन्छ यो सलाद कसरी बनाउँछ, यसको ड्रेसिङ कसरी बनाउँछस्। हामीले त रेडिमेड युज गरिन्छ। तर रेडिमेड होइन नि, बजारको ल्याएर बनाउनुमा त्यो सेफ होइन। आफूले मेहनत गरेर आफ्नो कला आफ्नो आत्मादेखि निकाल्न पर्छ। त्यो छुट्टै गराउनु भयो भने त्यसरी हुन्छ। गर्दा गर्दा त्यहाँ सिकेँ। गर्दा म एकदम राम्रो कुक बनेँ। त्यसपछि म त्यहाँ छोडेपछि म ऋतिक रोशनसँग आएँ। त्यहाँ पनि गर्नुभयो? ऋतिक रोशनसँग आउँदा मैले क्रिस 3 6 प्याकको लागि मैले खाना बनाएको। खानाको ओजन गरेर दिन्थेँ सर मैले। क्रिस 3 सुटिङ गर्दाखेरि ऋतिक रोशनलाई जुन 6 प्याक छ नि त्यसमा खाना तपाईँले नै बनाएर दिने, उसलाई त्यो तौलेर त्यसरी मसँग सर्टिफिकेट छ। यो हजुरको च्यानल छ भने यसमा मलाई सेन्ड गर्नु, म हालिदिन्छु। हस् 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 भाइ। कति ग्राम के चाहिन्छ, कति ग्राम ब्रोकोली हो, कति ग्राम बिफ दिने हो, कति ग्राम चिकन दिने हो, कति ग्राम हजुर कति प्रोटिन चाहियो उसलाई हैन, त्यो हिसाबले मलाई सब खानाको त मसँग छ हैन है। उसको त्यस्तो राम्रो है भाइ। आसन मैले विश्वको खाना नबनाएको कुनै छैन। ल भाइ ल, गजब। विश्व कुनै पनि लगभग मैले थाई, इटालियन, मेक्सिकन, चाइनिज, जापानिज, लेबनिज, इरानी, अरबिक, कन्टिनेन्टल, इन्डियन, साउथ इन्डियन, समथिङ एभ्रिथिङ। ग्रेट भाइ, एकदमै राम्रो, खुसी लाग्यो। त्यतिकै म सङ्घर्षबाट गुज्रेको दाइ। मैले यो यहाँसम्म पुग्नमा धेरै मेहनत गरेको है दाइ। म रोडमा सुतिनँ कि, कचडाको डब्बाबाट निकाले अरूले फालेको कचडा खाइनँ कि, मैले ब्रेड या रोटी समथिङ जो पनि हो। पानीमा भिजिनँ कि, म 1 रुपियाँ गोजिया हुन्थेन। मैले लगभग त्यसरी यङ थिएँ होइन, 5 किलोको बाटो मैले आधा घन्टा तय गर्थेँ कि, आधा घन्टा नि लाग्थ्यो मलाई। धेरै सङ्घर्ष गर्दा यहाँसम्म पुगेँ। अहिले म दुबईमा नि काम गरेँ, दुबईको किङ। दुबई कसरी पुग्नु भयो त नि तपाईँ? दुबई सर मलाई एउटा होटलबाट लग्यो, नोभ होटलबाट। बम्बेमा नोभ होटल भन्ने छ जुमा। हजुर। नोभ होटलमा कुकिङ गरेको थिएँ। एउटा त्यहाँ एउटा हजुरको कस्तो प्रोग्राम थियो भने मास्टर सेफ जस्तै एउटा प्रोग्राम थियो। मेरो खाना मन परायो। त्यसपछि म दुबई गयो। त्यो होटलले मलाई पास गरायो। त्यसपछि मलाई दुबई लिएर गयो। हजुर। दुबई लिएर गएको अब एउटा लास्ट। अनि त्यसपछि दुबई लिएर गयो सर नोभ होटलले। अनि नोभ होटलमा एक दिन उहाँको किङ खाना खान आयो, शेख खलिफा है। उसलाई खाना मन पर्यो। हजुर। अरबी खाना मैले बनाएको थिएँ। उसले भन्यो मेरो प्यालेसमा उता। हजुर। त्यसपछि मलाई अबुधाबी लिएर गयो उसको घरमा। उसले नै? अनि 3 वर्ष उहाँ पनि गुजारेँ। हजुर मेरो आइडीहरू सबै सेन्ड गरिदिउँ होला। हजुर होइन। उसमा नामै लेखेको हुन्छ कि को हुनर हो भनेको हर आइडीमा हुन्छ। हजुरलाई म देखाइदिउँला। अनि त्यसपछि अहिले भर्खर त्यसपछि म नयाँ पासपोर्ट बनाएको थिएँ। पुरानो पासपोर्टमा आएँ, नयाँ पासपोर्ट बनाएर फेरि जान खोज्दा यो समस्याले गर्दा यहाँ आइयो। संजोगले हजुर भेट्नुभयो, धेरै खुसी लाग्यो। म सायद लाइफमा हजुरलाई भुल्दिनँ। भाइ मैले पनि भुल्दिनँ, किनकि म त्यहाँ सँगै थिएँ। एकजना भाइ पनि बिचरा मलेसियाबाट जेलबाट भागेर आउनुभएको रहेछ होइन। अनि तपाईँ कति दिन भइसक्यो मान्छेसँग सक्थो भएर पनि किन्ने पसलहरू खानेकुरा भएन भने भोको हुन्छ भन्छन् नि, त्यस्तै जस्तो सबै ब्याङ्कमा कार्डहरूमा भयो पनि क्या चलेर हुन्छ भाइको। अनि कति दिन भएको त्यो सुने कि सुन्दाखेरि कति खाना खिलाउनु भयो नि। सायद म रोएरै कुरा गरेको थिएँ मेरो आफ्नो। अनि तपाईँले कस्तो श्रीमतीसँग कुरा गर्नुभयो दुबईमा? पुरा के एक घानो हाम्रो सेङ्गातिर घानो भन्छन्, घाনোको मौरी आएर आँखा टोके जस्तो भएको थियो। अहिले खाना खाँदा र अलिकति हजुर हजुर खाना खिलाउनु भयो होइन, मलाई एकदम खुसी लाग्यो। त्यसलाई धन्यवाद। होइन भाइ, त्यो कुरा होइन भाइ। मेरो त आफ्नै भाइ जस्तो लाग्यो। नेपाली बोल्दाखेरि नि चसक्क मनमा छोयो कि बहिनी उहाँ दुबईमा। तपाईँ फेरि एउटा कति ठाउँमा अरे अहिले ट्रान्जिटहरू गर्दा म अहिले सर दुबईबाट बम्बई आएँ 1,
बम्बईबाट फेरि बेङ्गलोर गएँ 2 बेङ्गलोर फेरि बम्बई आएँ फेरि 3 बेङ्गलोर फेरि अहिले दिल्ली आएँ 4 अब फेरि दिल्लीबाट हजुरसँग नेपाल जाँदै है पशुपतिनाथको त्यो अहिले त्यो एमआरपी के प्रब्लम भएको रहेछ भाइ मेन चाहिँ मेन सर यो आन्दोलनले गर्दा नेपाललाई भिजा नदिने अनि पुलिस रिपोर्ट सबै चाहिने यताउता अनि समथिङ मथिङ अब कस्तो भयो भने पुरानो पासपोर्ट र नयाँ पासपोर्ट म्याचिङ भएन अरे होइन त्यसले गर्दा म अहिले नेपाल मात्रै आउनु परेको पुलिस रिपोर्ट मैले बनाइसकेको हजुर मसँग पुलिस रिपोर्ट पनि छ सबै छ दुबईको अनि उहीँबाट मेरो भिजा लाग्थ्यो ओन्ली पासपोर्टको त्यो नम्बर म्याचिङ भएन अरे हजुर हुन त अब नेपाल भनेको देशै अब त्यस्तै छन् गद्दार छन् चोरहरू छन् डाकाहरू छन् उनीहरूले अब नयाँ पासपोर्ट बनाउने मान्छेले होइन कुनै पनि सरकार होस् म सबैलाई इज्जत गर्छु भन्नु न कति ठाउँमा तपाईँले समस्या भोग्नु भयो नि आज हो कि म दुबई भोगेँ तर उनीहरूले पनि हजुरको पासपोर्ट भन्ने चिज भनेको हाम्रो आफ्नो पर्पटी हो कि अनि त त्यो बेकार हामी कहीँ जान पनि पाइन्न केही गर्न पनि पाइन्न सर उनीहरूले जब पासपोर्ट बनाउँछन् भने पैसा लिने बेला उनीहरू पुरुक्क लिन्छन् होइन सर जब हाम्रो काम हाम्रो पर्पटी बनाउने बेला उनीहरूले किन गर्दैन उनीहरूले पहिल्यै अगर त्यति राम्रोसँग कि एउटा पासपोर्ट छ अनि यससँग ऊ म्याचिङ गरेर होइन एउटै पासपोर्ट ऊ गर्न पर्थ्यो कि पर्थेन एउटैमा कनेक्ट गर्न पर्थ्यो नि सिङ्गल पासपोर्ट भएको छ मान्छे अलरेडी एक्सपायर हुन लागेको थियो म्याचिङै नगर्दै गइसक्यो अनि नम्बरै छुट्टै रहेछ मैले पनि देखेँ फेरि अब यहाँ नेपाल आएपछि फेरि उनीहरूले कमिसन खान पाए फेरि हाम्रै रगत चुस्न पाए हेर्नु त कति मान्छेलाई दुःख दिने एउटा नेपालीको छोरालाई त्यही त भाइ दुनियाँ कहाँबाट कहाँ पुग्यो कहाँ पुगिसक्यो होइन भाइ देश हेर्दा यस्तो आफूलाई रुन मन लाग्छ कति नेपालीहरू अहिले बेचिन्छन् हजुरको मिसेस श्रीमती हजुरले दुबई नै लानुभयो हजुर मैले त दुबई लिएर गएँ उनको आफ्नै भिजा पनि लगाइदिएँ मैले होइन र 4.5 लाख समथिङ नेपाली खर्च भयो उहाँको 13-14 हजार दिराम त्यत्रो है उसको आफ्नै भिजा भनेको अब उसको फ्री जोनको ला हो 3 वर्ष बस्न पाइन्छ तर 2 वर्ष नेपाल फर्किन पाइन्छ 3 वर्षको लगाइदिएँ तर मैले चाहिँ सङ्घर्ष गरेर अहिले पनि कति दुःख अनि अब गएर प्रोसेस के हुन्छ भाइ अब प्रोसेस केही पनि हुन्न सर अब म आउट हुने नेपाल त्यसपछि फेरि म भोलि या पर्सिसम्म सायद म दुबई जान्छु फेरि जाने है म त यहाँसम्म भन्छु कि दाइ हजुरले जहाँ आज मलाई यस्तो गर्नुभयो होइन प्राय आजकल मान्छेमा इन्सानियत छैन क्या सर बरु जनावरले बरु आफूले घाँस खाएको बरु यसो गरेर हामीलाई घाँस खान दिन्छ होइन एउटा रोटी अब कुनै मान्छेले दियो भने आधा खा भनेर गाई छोडिदिन्छ जनावर छोडिदिन्छ तर मान्छेले छोड्दैन सही कुरो त्यतिसम्म जनावर भन्दा नि गई गुज्रेको सही हो भनौँ भने के भनौँ सर होइन त्यो अब एकदम के आत्मा चाहिँ रुन्छ कि त्यो भनौँ भने हो जनावर भन्दा मान्छे एकदम घटिया भइसक्यो सही कुरो भाइ भनेपछि सर हजुर पनि दुबईतिर आउनु होला मेरो नम्बर दिन्छु सबै आउनु उहाँ नेपाली हाम्रो समाज पनि छ अनि उहाँ नेपालीहरू पनि छन् उहाँ कार्यक्रमहरू भइरहन्छ उहाँ धेरै मान्छेहरू ल भाइ यो हाम्रो छोटो समयमा भेटघाट पनि भयो अनि फेरि हामी ट्रान्जिटमा पुरी पनि रहछौँ काठमाडौँ जाँदैछौँ भाइ चिन्ता नगर्नु होला केही यताउता छ भने हामी भनौँ न एक्लै अर्कोलाई पर्दाखेरि काम लागेन भने के दाजुभाइ के नेपाली होइन त्यो कारणले गर्दाखेरि तपाईँको यात्रा पनि अझ सफल रहोस् त्यो आफ्नो कला ओनर चाहिँ फैलाउँदै लानुहोस् तपाईँले त्यस्तो राम्रो बनाउनु हुँदो रहेछ भन्छु कि मान्छेले काम नसिकिकन विदेश नसिराउनु कि आफ्नै देशमा नि गरे हुन्छ होइन आफ्नै देशमा नि कोदो छ मकै छ तोरी हुन्छ आलु हुन्छ खेतीपाती गरेर कृषि हाम्रो देश भनेको कृषि विकास हो विश्वको सबभन्दा सेकेन्ड नम्बरमा हाम्रै नेपालको शुद्ध पानी छ विश्वमा हाम्रो देश भनेको पर्यटक क्षेत्र हो गरे के छैन आफ्नै देशमा गरौँ तर यसरी विदेश हामी त अब सानैदेखि हिँड्ने होइन गरियो तर हजुरहरूले अब केही गरौँ तर अब आउने पुस्ताले सायद हाम्रो मैले त्यही भन्छु कि एउटा भगवानले मात्रै प्रार्थना गर्छु मेरो भोलेनाथ शिवजी र हाम्रो गाउँको देउता आलमदेवी अब आउने पुस्ताले र अब यो नयाँ चुनावमा हामीले चुनेको नेता पाउँछ नेताले पहिलाको जस्तो झोले जस्तो सरकारले जति हामीलाई दुःख दिने यिनीहरूले नदेऊ एकदमै भन जस्तो भौस यङ मान्छेहरू आउन् किनकि अहिलेको नयाँ मान्छेको सोच अलग हुन्छ पुरानाको जस्तै अब एउटा कुरो भनौँ भने पुरानो रुख जो हुन्छ नि सर धोन्द्रे जान्छ कि धोन्द्रेपछि त्यो बाहिरबाट मात्रै बस्ने हो मतलब मुख मात्रै बस्ने हो नयाँ मान्छेमा जोस हुन्छ जाँगर हुन्छ उसमा अलग कला हुन्छ उसले धेरै चिज सिकेर आएको हुन्छ नयाँ कुराहरू अपडेट अनि काफी जग्गामा गएको हुन्छ काफी चिज देखेको हुन्छ अब जस्तै मैले हर चिज देखेको हुन्छ यो दिल्ली आजभन्दा म 10 वर्ष पहिला यो दिल्ली केही पनि यो एयरपोर्टै यस्तो थिएन पुरा घाँसहरू पलाएको थियो सर कि यस्तो उ थिएन यो मसाजहरूलाई बस्नलाई यो बिजनेसम्यानलाई बस्न केही पनि थिएन कि सर कस्तो राम्रो यो लिफ्टहरू थिएन केही पनि थिएन आज हेर्नु त आज हेर्दा म आफै छक्क परेँ कि आज म यो एयरपोर्टमा आएको नि
7 वर्षपछि म यो एयरपोर्टमा टच भएको कस्तो छु 7 राम्रो हो के वर्षपछि भाइ आफै म दङ्ग कहाँबाट कहाँ पुगेर छ है विदेश भन्दा नि अझै राम्रो त्यही त भएछ के। मलाई त युरोप भन्दा राम्रो लाग्यो त यस्तो तर छैन हाम्रो देशहरू त बनेको चिजलाई बिगाड्छन् मान्छेले त्यही हो सर त्यही भाइ हाम्रो प्रार्थना देशमा भाइले भने जस्तै नयाँ यङ जेनेरेसन एकदम खुसी लाग्यो मेरो भाइ हजुरसँग भेट भएर मेरो फेसमा त्यसरी नाम चाहिँ थानपति अर्याल भनेर म एड गर्छु है थ्याङ्क यू हस् सर नमस्ते शुभयात्रा भाइ